नमस्ते सम्पूर्णमा सर्वप्रथम त गोर्खे सलाम हजुरहरु सबलाई म रोशन तामाङ रोजगार समाचार 2.5 मा एकपल्ट फेरि न्यानो स्वागत जनाउँदै आजको यो भिडियो सुरु गर्न गइरहेको छु। आशा छ हजुरहरुलाई भिडियो राम्रो लाग्छ होला। आजको यस भिडियोमा हामी डिस्कस गर्ने छौं एनआईटी दुर्गापुर नन टिचिङ स्टाफ रिक्रुटमेन्ट 2025 नेशनल इन्स्टिट्युट अफ टेक्नोलोजी दुर्गापुर पश्चिम बंगाल जसले 118 नन टिचिङ पोस्टको लागि नोटिफिकेसन जारी गरिदिसकेको छ। यो नोटिफिकेसन पे लेभल 1 देखि लिएर 14 सम्मको पोस्टको लागि छ। जो भी एलिजिबल प्रोफेसनल इन्डियन सिटिजन हुनुहुन्छ तपाईले अप्लाई गरि सक्नुहुनेछ। तपाईले अप्लाई 12 डिसेम्बर 2025 सम्म गर्नु सक्नुहुनेछ। यहाँ तपाईले देख्न सक्नुहुँदैछ यो हो अनलाइन रिक्रुटमेन्ट पोर्टल। जस्तो तपाईले लिंक जो कि भिडियोको डिस्क्रिप्सन बक्समा तपाईले पाउन सक्नुहुनेछ, क्लिक गर्नुहुनेछ। यस्तो इन्टरफेस तपाईले देख्नु सक्नुहुन्छ। तपाईले सहजै आफैले पनि यो एप्लिकेसन फर्म भर्नु सक्नुहुनेछ। पब्लिश नोटिफिकेसनसँग सम्बन्धित एलिजिबिलिटी, भ्याकेन्सी डिटेल अनि सिलेक्सन प्रोसेस कस्तो प्रकारको हुनेछ त्यो हामी भिडियोमा एक एक गरेर डिस्कस गर्ने छौं। भिडियो तपाईले सुरुदेखि लास्टसम्म हेरिदिनु पर्यो। राम्रो लागेको खण्डमा लाइक, शेयर अनि जो च्यानल छ त्यसलाई पक्का सब्स्क्राइब गरिदिनु पर्यो। कुरा गरौं नोटिफिकेसन ओभरभ्यूको। नोटिफिकेसन ओभरभ्यूको कुरा गर्नु पर्दा यहाँ तपाईले देख्न सक्नुहुँदैछ पोस्ट नेम छ तपाईको भेरियस नन टिचिङ पोस्ट ग्रुप ए, बी र सी। टोटल भ्याकेन्सी 118 दिएको छ। एज लिमिट तपाईको भेरिफाई पोस्ट मिनिमम तपाईको 21 साल र म्याक्सिमम तपाईको 56 साल। पे स्केल तपाईको एज पर 7 सीपीसी को हिसाबले लेभल 1 देखि लिएर लेभल 14 सम्म दिएको छ। मिनिमम क्वालिफिकेसन तपाईको ब्याचलर, मास्टर्स, डिप्लोमा, आईटीआई तपाईले गर्नु भएको छ। तपाईले अप्लाई गरि सक्नुहुनेछ। सिलेक्सन प्रोसेस तपाईको डकुमेन्ट भेरिफिकेसन, स्किल टेस्ट, ट्रेड टेस्ट, इन्टरभ्यु र कहीं क्षेत्रमा तपाईको रिटन एक्जामिनेसन पनि हुनेछ। जब लोकेसन तपाईको दुर्गापुर पश्चिम बंगाल। लास्ट डेट तपाईको 12/12/2025 यहाँ दिएको छ। नन टिचिङ भ्याकेन्सीको कुरा गर्नु पर्दा यहाँ तपाईलाई चार्ट प्रोभाइड गराइदिएको छ। नेम अफ पोस्ट, नम्बर अफ पोस्ट र तपाईको पे कति पाउनुहुनेछ तपाईले। यहाँ तपाईले भ्याकेन्सीको साथसाथमा तपाईको जो एजुकेसन छ एजुकेसन चेक गरेर तपाईले अप्लाई गरेको एकदमै बेटर हुनेछ। एज लिमिटको कुरा गर्नु पर्दा पोस्टको मुताबिक अलग अलग पोस्टको लागि अलग अलग यहाँ एज लिमिट राखिएको छ। प्रिन्सिपल साइन्टिस्ट, टेक्निकल अफिसर, सुपरिन्टेन्डेन्ट इन्जिनियर 56 साल, डेप्युटी लाइब्रेरियन, सिनियर एसएस अफिसर 50 साल, मेडिकल अफिसर, साइन्टिफिक टेक्निकल अफिसर 35 साल, टेक्निकल असिस्टेन्ट, जेई, लाइब्रेरी असिस्टेन्ट, सुपरिन्टेन्डेन्ट 30 साल, सिनियर टेक्निशियन्स, सिनियर असिस्टेन्ट 33 साल, टेक्निकल अनि जुनियर असिस्टेन्ट 27 साल, ल्याब अफिस अटेन्डेन्ट 27 साल, जो कि क्लोजिङ डेटसम्म तपाईको हुनु पर्यो। एज रिल्याक्सेसन एससी एसटीले 5 साल, ओबीसीले 3 साल, पीडब्ल्यूडी क्यान्डिडेटले 10 साल, एक्स सर्भिसमेन क्यान्डिडेटले एज पर गभर्नमेन्टको रुलको हिसाबले तपाईले पाउनु सक्नुहुनेछ। एलिजिबिलिटी क्राइटेरियाको कुरा गर्नुपर्दा ग्रुप ए पोस्टको लागि एडभान्स डिग्री तपाईले बीई, बीटेक, एमएससी, एमसीए, मास्टर डिग्री तपाईले रेलिभेन्ट फिल्डमा गरेको हुनु पर्यो। तपाईको जो एग्रिगेटेड मार्क्स छ त्यो 55 देखि लिएर 60% हुनु पर्यो। एनईटी, एसएलईटी र एसीटी एक्जामिनेसन जहाँ जरुरत छ त्यहाँ तपाईलाई माग्नेछ। 5 देखि लिएर 15 साल रेलिभेन्ट तपाईको पोस्टमा तपाईको क्वालिफिकेसन हुनु पर्यो। ग्रुप बी पोस्टको लागि ब्याचलर, मास्टर्स रेलिभेन्ट फिल्डमा तपाईले गरेको हुनु पर्यो। तपाईको जो रिजल्ट छ त्यो फर्स्ट क्लास या फिर इक्विभ्यालेन्ट हुनु पर्यो। कम्प्युटर नलेज साथै एक्सपिरियन्स तपाईबाट लिनेछ। ग्रुप सी पोस्टको लागि 10+2 यानी कि 12 पास, डिप्लोमा, आईटीआई 50 देखि लिएर 60% तपाईको एग्रिगेटेड मार्क्स हुनु पर्यो। टाइपिङ स्किल तपाईको 35 वर्ड पर मिनट हुनु पर्यो। अन्त कम्प्युटर चलाउनु तपाईले जान्नु पर्यो। डिटेल क्वालिफिकेसन पोस्टको मुताबिक अलग अलग पोस्टको लागि अलग अलग दिएको छ। डिटेलमा जानकारी लिनको लागि तपाईले नोटिफिकेसन चेक गर्नु जरुरी छ एकदमै, जसको लिंक तपाईले भिडियोको डिस्क्रिप्सन बक्समा पाउनु सक्नुहुनेछ। सिलेक्सन प्रोसेसको कुरा गर्नुपर्दा डकुमेन्ट भेरिफिकेसन हुनेछ, स्किल टेस्ट, ट्रेड टेस्ट, टेक्निकल पोस्टको लागि इन्टरभ्यु अनि रिटन टेस्ट जसलाई एप्लिकेबल छ उहाँले दिनुपर्नेछ। एप्लिकेसन फीको कुरा गर्नुपर्दा क्याटेगोरी एप्लिकेसन फी यहाँ तपाईले देख्न सक्नुहुँदैछ। अनरिजर्भ ओबीसी ईडब्ल्यूएस जसले ग्रुप ए पोस्टको लागि अप्लाई गर्न चाहनुहुन्छ 1500 रुपैयाँ तपाईले दिनुपर्नेछ। अनरिजर्भ ओबीसी ईडब्ल्यूएस जसले ग्रुप बी र सी को लागि अप्लाई गर्न चाहनुहुन्छ 1000 रुपैयाँ दिनुपर्नेछ। एससी एसटी, पीडब्ल्यूडी र वुमन क्यान्डिडेटले कुनै पनि फी दिने जरुरी छैन। फी पेमेन्ट तपाईले अनलाइन गर्नुपर्नेछ। इम्पोर्टेन्ट डेटको कुरा गर्नुपर्दा नोटिफिकेसन तपाईको 12 नोभेम्बरमा रिलिज भइसकेको छ। अनलाइन अप्लाई लास्ट डेट तपाईको 12 डिसेम्बर 2025 यहाँ दिएको छ। इम्पोर्टेन्ट लिंकको कुरा गर्नुपर्दा नोटिफिकेसन र अनलाइन अप्लाई लिंक दुईटा नै तपाईले भिडियोको डिस्क्रिप्सन बक्समा पाउनु सक्नुहुनेछ। यदि तपाई अप्लाई गर्न चाहनुहुन्छ भने सर्वप्रथम तपाईले एनआईटी को अफिसियल वेबसाइट भिजिट गर्न पर्यो। यहाँ तपाईलाई वेब एड्रेस दिएको छ। यही वेब एड्रेसमा गएर तपाईले अनलाइन अप्लाई र डिटेल नोटिफिकेसन डाउनलोड गर्नुपर्नेछ। तपाईको सुविधा र समयको बचतको लागि दुईटा लिंक तपाईले भिडियोको डिस्क्रिप्सन बक्समा पाउनु सक्नुहुनेछ।
त्यसको बादमा न्यू रेजिस्ट्रेसनमा क्लिक गर्नुपर्नेछ यदि तपाईँ नयाँ युजर्स हो भने। यदि तपाईँले पहिला पनि एनआइटी दुर्गापुरको कुनै पनि फर्म फिलअप गर्नुभएको छ, तपाईँको पुरानो क्रिडेन्सियल लिएर तपाईँले फर्दर लगइन गरेर एप्लिकेसन फर्म भर्नु सक्नुहुनेछ। तर तपाईँ नयाँ छौ भने तपाईँले नयाँ रेजिस्ट्रेसन गर्नुपर्नेछ, जसमा इमेल आइडी र मोबाइल नम्बर तपाईँले सही दिनुपर्नेछ। भ्यालिड आइडी र पासवर्ड जेनेरेट भएपछि तपाईँले एप्लिकेसन फर्म भर्नु सक्नुहुनेछ, जसमा पर्सनल डिटेल, एजुकेसन क्वालिफिकेसन, एक्सपिरियन्स र पोस्ट रिलेटेड जो भी प्रिफरेन्सेस छ त्यो तपाईँले सही भर्नुपर्नेछ। त्यसको बादमा केही डकुमेन्ट तपाईँले अपलोड गर्नुपर्नेछ, फोटोग्राफ, सिग्नेचर। रिक्वायर्ड डकुमेन्टमा तपाईँको एजुकेसनसँग सम्बन्धित सर्टिफिकेट्सहरू भयो, तपाईँको कास्टसँग सम्बन्धित सर्टिफिकेट्स, एक्सपिरियन्ससँग रिलेटेड सर्टिफिकेट्स सही फाइल फर्मेटमा तपाईँले अपलोड गर्नुपर्नेछ। एप्लिकेसन फी दिइसकेपछि तपाईँले आफ्नो एप्लिकेसन फर्म सबमिट गर्नु सक्नुहुनेछ, तर सबमिट गर्नु अगाडि एकपल्ट त्यसलाई प्रिभ्यू गरेर चेक गर्नुपर्नेछ, ताकि त्यसमा केही गडबडी तपाईँलाई देखाइदियो भने त्यसलाई तुरन्तै तपाईँले ठिक गर्नु सक्नुहुनेछ। त यो थियो अप्लाई गर्नेको तरिका। त आज हामीले यस भिडियोमा एनआइटी दुर्गापुर नन टिचिङ स्टाफ रिक्रुटमेन्ट 2025 सम्बन्धी केही जानकारी हासिल गर्यौँ। यदि तपाईँलाई डिटेलमा अझै जानकारी चाहिन्छ भने तपाईँले नोटिफिकेसन डाउनलोड गरेर त्यसलाई पढ्नु सक्नुहुनेछ। यदि तपाईँलाई आजको यो भिडियो राम्रो लाग्यो, इन्फर्मेटिभ लाग्यो भने भिडियोलाई लाइक, सेयर अनि सब्सक्राइब पक्का गरिदिनु होला। नेक्स्ट भिडियो म फेरि नयाँ नोटिफिकेसन लिएर उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। जय हिन्द, जय गोर्खा।